गाइज हेर्न सक्नुहुन्छ यतिखेर चाहिँ यो हिरन हो कि रत्त हो कि यो घोडल हो सायद साथीहरू होइन। हामी काम गर्ने ठाउँमा चाहिँ यस्तरी बगिरहेछ। म चाहिँ यता टोइलेटमा आएको थिएँ, साथीहरूले देखेको छैन, म चाहिँ देखाउँछु गाइज होइन। हे गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ म काममा आउँदै थिएँ, काममा आउँदै क्रममा चाहिँ म यसो यता अब साइडमा हुन्छ नि त, यता साइडमा पिछा फेर्न आएको थिएँ। पिछा फेर्न आउँदा चाहिँ मैले चाहिँ त्यो नावर भन्छन् कि अब यहाँतिर चाहिँ नावर भन्छन् होइन, हाम्रोतिर चाहिँ रत्वा भन्छ गाइज होइन। त्यसलाई चाहिँ देखेँ मैले होइन। यत्रो खोलामा चाहिँ त्यो जाडोमा पुरै बगेर आएको रहेछ। मैले माथिदेखि चाहिँ यहाँसम्म देखेको त्यसलाई। त्यहाँ पारी चाहिँ त्यो गएर त्यहाँ चाहिँ उड्थ्यो होइन, त्यो ढुङ्गानेर चाहिँ अड्क्यो। त्यहाँदेखि तल गएको भए सायद बाँच्दैन थियो होला होइन। त्यहाँदेखि चाहिँ तल गयो, चाहिँ अहिले माथि गइसक्यो गाइज होइन। माथि पाहाडमा गयो, रोड क्रस भयो होइन। त्यसले अब कहाँ गयो भाइ चाहिँ हेरे माथि परदेखि हेरे भएको थियो। त्यो भएर चाहिँ गयो गाइज, गयो। अब त्यस्तै त हो होइन, जङ्गली जनावरहरूलाई पनि अब बाँच्नको आश हुन्छ साथीहरू होइन। मैले झन् सिटी मारेँ, सिटी मार्दा चाहिँ यस्तो डरायो कि होइन। त्यो चाहिँ अपाइज रहन्छ होइन। त्यो चाहिँ पानी पिन आएको जस्तो मलाई अब खसेको जस्तो फिल भयो नि त। बिचरा अब पानी पिन आएको हुँदो, त्यो भएर खस्यो होला होइन पानी पिनदेखि। त्यो भएर लास्टै डराएको थियो होइन। मलाई देखेर झन् यता हेर्थ्यो, लास्टै अर्कै फिल भयो होइन गाइज। हामीहरू अब नेपालतिर यस्तै भएको भए त अब मारेर खाइहाल्थ्यो होला। अब यहाँ चाहिँ त्यस्तो गभर्मेन्ट रुल्समा मिल्दैन होइन। त्यो भएर त्यो चाहिँ भागेर गइसक्यो। हामी चाहिँ वारी साइड भएको भए पनि गाइज त्यसलाई छोपेर चाहिँ हामी त्यसलाई चाहिँ छोडिदिन्थ्यौँ होइन, यहाँ पुलिसहरूलाई बुझाइदिन्थ्यौँ। तर पनि अफसोस त्यो आफै बचेर चाहिँ माथि पाहाडतिर लागिसक्यो। ठिक छ ल गाइज, थ्याङ्क्स सर, थ्याङ्क्स फर वाचिङ भिडियो। ल नेक्स्ट भिडियोमा चाहिँ भेटौँला गाइज। ओके बाई। अहिले चाहिँ म काममा पुगिसकेँ, अब चाहिँ काम गर्नुपर्छ गाइज। अलि आज चाहिँ मौसम लास्ट जाडो छ होइन, चिसो छ, काम गर्नुपर्छ ल। त्यो चाहिँ बगिरहेको छ होइन, पानी धेरै छ, हेर्न सक्नुहुन्छ। रत्त हेर तल। काममा चाहिँ अहिले कोही मात्रै रहेछ खाइ छैन। त्यहाँनिर अड्केको छ त्यो चाहिँ, त्यहाँनिर पारी लागिसक्यो गाइज। चाहिँ हेर पारी बग्यो होइन। माथि चाहिँ बबी भाइ आएको चाहिँ हेरिरहेको छ गाइज। चाहिँ पारी बसेको छ होइन, भाग्यो गाइज होइन। चाहिँ यसरी भागिरहेछ। फर्क्यो तल भागिसक्यो गाइज होइन। त्यो चाहिँ मलाई लागिरहेको थियो मर्छ जस्तो होइन पानीमा। चाहिँ भागिसक्यो। त्यहाँनिर रोकिरहेछ, पुरै कस्तो पानीमा आएको के। त्यहाँ चाहिँ भागिरहेछ। चाहिँ माथि त्यहाँदेखि जानेछ हाम्रो चाहिँ पारी। त्यहाँ पारी चाहिँ पारी पनि काम गर्ने ठाउँ छ हाम्रो। त्यहाँ पारी चाहिँ त्यो अहिले माथि गइसक्यो, माथि गयो सायद, भागिसक्यो गाइज, भागिसक्यो। त्यहाँनिर गयो हेर्नुहोस्। फेरि तलै फर्क्यो। त्यसले ठाउँ पाएको छैन क्या जस्तो लागिरहेछ। अब खोला यत्रो छ गाइज होइन। अब खोलामा गयो नि अब त्यसलाई बचाउन सकिँदैन थियो, के गर्ने। अब त्यहाँनिर बसिरहेछ। माथि गइसक्यो गाइज सायद होइन। मेरो चाहिँ क्यामेरा फोटेजले चाहिँ त्यति काम गरेर चाहिँ माथि त्यहाँदेखि क्रस हान्यो भने चाहिँ उसले चाहिँ रोड भेटाइहाल्छ साथीहरू। माथि गइसक्यो त्यो चाहिँ माथि। अब चाहिँ रोड भेटाउनु लागिसक्यो उसले चाहिँ 3 मिटर जति होला रोड भेटाउनु। माथि गइसक्यो। क्यामेरा क्वालिटी त्यति काम गरिरहेन, तर पनि त्यो हिँडिरहेको चाहिँ देखिएको छ है। गइसक्यो गाइज, उसले चाहिँ रोड क्रस हानिसक्यो। अब चाहिँ त्यो त्यहाँदेखि चाहिँ माथि पाहाडमा जान्छ गाइजहरू होइन। यस्तो खोलादेखि चाहिँ बगेर आएको रहेछ। धन्दै पारी चाहिँ हाम्रो त्यहाँनिर काम गर्ने ठाउँ थियो, त्यहाँ पहिले जेसिबीले खुनिरहेको थियो। त्यहाँदेखि चाहिँ हामी काम गर्थ्यौँ। त्यहाँनिर चाहिँ धन्दै त्यो चाहिँ बाँच्यो होइन, नत्र धन्दै यहाँदेखि तल फुत्केको भए चाहिँ जान्थ्यो। भाइ चाहिँ हेरिरहेको थियो त्यहाँनिरदेखि गाइज होइन। लास्टै रमाइलो भयो आज चाहिँ। त्यसलाई देख्दाखेरि चाहिँ मन लास्ट भयो होइन, लास्टै अर्कै भयो क्या।